के तपाईँ नेपाल प्रहरी सेवामा जागिर खाने सोचमा हुनुहुन्छ भने आजको भिडियो तपाईँको लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनकि प्रहरी जवानमा जागिर खाएपछि असै र इन्स्पेक्टरमा पनि भर्ना खुल्दा रहेछ। म सिधै असै वा इन्स्पेक्टरमा जागिर खानु पर्दो रहेछ भनेर पछुताउनेहरू धेरै हुन्छन्। म पनि 2074 सालमा जागिर खाँदा मैले असै र इन्स्पेक्टरमा पनि भर्ना खुल्छ भन्ने थाहा नपाएर पछुताउनु परेको थियो। मेरो जस्तै पीडा तपाईँहरूलाई पनि नहोस् भनी आजको यो भिडियो बनाउँदैछु। नमस्ते, म सञ्जय विक, तपाईँलाई स्वागत छ मेरो यस च्यानलमा। आजको भिडियोमा तपाईँले नेपाल प्रहरीमा भर्ना खुल्ने दर्जा र उक्त भर्नाको लागि आवश्यक पर्ने न्यूनतम योग्यताको बारेमा जानकारी पाउनुहुनेछ। नेपाल प्रहरीमा 4वटा दर्जामा भर्ना खुल्छ। पहिलो छ प्रहरी कार्यालय सहयोगी, दोस्रो प्रहरी जवान, तेस्रो प्रहरी सहायक निरीक्षक असै र चौथो छ प्रहरी निरीक्षक जसलाई इन्स्पेक्टर भनिन्छ। प्रकाशकको हकमा उमेर 18 देखि 25 वर्ष, शैक्षिक योग्यता साधारण लेखपढ भए पुग्छ र उचाइ पुरुषको हकमा 5 फिट, महिलाको हकमा 4 फिट। तौलको हकमा पुरुष 50 किलो र महिला कम्तीमा 42 किलो हुनुपर्छ। र प्रहरी जवानको लागि उमेर 18 वर्षदेखि 23 वर्षसम्मको हुनुपर्छ र न्यूनतम योग्यता 8 पास हुनुपर्छ। उचाइ पुरुषको हकमा 5 फिट 2 इन्च, महिलाको हकमा कम्तीमा 5 फिट हुनुपर्छ। र तौल पुरुषको हकमा 50 किलो, महिलाको हकमा 42 किलो। प्रसनी प्रहरी सहायक निरीक्षक जसलाई हामी असै साहब पनि भन्छौँ। असैको लागि उमेर 18 वर्षदेखि 24 वर्ष, शैक्षिक योग्यता +2 र उचाइ सेम अघिको जस्तै पुरुषको हकमा 5 फिट 2 इन्च, महिला 5 फिट र तौल पनि अघिकै सेम हो, पुरुष 50 किलो, महिला 42 किलो हुनुपर्छ। र प्रहरी निरीक्षक जसलाई इन्स्पेक्टर भनिन्छ। इन्स्पेक्टरमा फर्म भर्नको लागि उमेर कम्तीमा 20 वर्ष र अधिकतम 25 वर्ष, 20 देखि 25 वर्षको उमेरको बिचमा हुने व्यक्तिले भर्न सक्नुहुन्छ। शैक्षिक योग्यता ब्याचलर पास हुनुपर्छ न्यूनतम र उचाइको हकमा सेम अघिको जस्तै पुरुष 5 फिट 2 इन्च, महिला 5 फिट र तौलको हकमा पनि सेम, पुरुष 50 किलो र महिला कम्तीमा 42 किलो हुनुपर्छ। नेपाल प्रहरीले वर्षेनी भर्ना खोलिरहेको हुन्छ। तपाईको उमेर र शैक्षिक योग्यता अनुसार भर्नुहोला। जाँदा जाँदै एउटा सुझाव, जति माथिल्लो दर्जामा जागिर खानु भयो त्यति नै तपाईँलाई सेवा सुविधा र सहज हुन्छ भन्ने कुराको अवगत गराउँदछु। मेरो यस भिडियो बनाउन लागेको मेहनतको लागि एक लाइक र कमेन्ट गरिदिनुहोला र यस्तै प्रहरी सम्बन्धी जानकारी पाउन चाहनुहुन्छ भने मेरो यस च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।